ओए सुन न, रणवीरलाई प्रभासँग बसी कुरा नभन ल है। म त सक्दिनँ पो, उतै त बसिरहेछ रणवीर, मार्छ होला तपाईँ। ओ सेट, ल गिद्दी भयो नि, अब के गर्ने खै। अब कुलमान घिसिङ हुँदाखेरि यसरी बत्ती बाल्नु पाउँथ्यो, चोर फटाहरू पनि आउँदैन थियो। अब अहिले हेर कस्तो धपधप उज्यालो, अँध्यारोमा पनि यस्तो उज्यालो हुने गरेर बत्ती बाल्नु पाउँथ्यो, जताततै प्रष्ट देख्थ्यो। मान्छेको अनुहार नै छ्याङ छ्याङ उज्यालो तरिकाले देख्नु पाउँथ्यो होइन। यसरी एकदम उज्यालो क्या, जतिखेर 24 घन्टा, एकछिनमा पनि बत्ती ब्लित्त जाँदैन थियो। जब कुलमानलाई जिस्काएपछि त यस्तो अन्धकार, मान्छे देख्नु पनि गाह्रो, चोरहरूले पनि सुन पैसा सबै लुटेर लाने भयो। अब खतम हुने भयो। अब के गर्छ, अब चोर लुटेर यो गुन्डाहरूको छापछाप्ती हुने भयो। यो हो संसारको सबैभन्दा महँगो घर, जसको मूल्य नेपालका धनाढ्य विनोद चौधरीको सबै सम्पत्ति जोड्ने हो भने पनि यो घरको मूल्यलाई भेटाउनै सक्दैन। अझ सरल भाषामा भन्दा विनोद चौधरीले आफ्नो सम्पूर्ण सम्पत्ति बेचेर यो एउटा घर मात्र किन्न चाहे भने पनि उनले किन्न सक्दैनन्, किनकि यो